तेरिका नि अघि चाहिँ नि भिडियोको बटनै दाबिएन छ। बाटोभरि बोल्दै बोल्दै आयो 2 मिनट जति। यस हेरेको त भिडियो छैन। ये तेरिका कत्रो कहानी बताएको थिएँ मैले। रिटर्निङ ब्याक फ्रम कलेज एन्ड वर्क अनि अल द्याट। म चाहिँ बाटोमा हिँड्दैछु। आँखा कस्तो मजाले पोलेको कि के भन्ने, दुखे जस्तो पनि भएको छ। अब गएर टाउको मजाले धुन्छु, पखाल्छु, त्यहाँबाट भुग्लुकै सुत्दिनु पर्यो 1.5-2 घन्टा जति। कति 5 बज्न आँट्यो होला, 5:30 मा म पुग्छु। अनि नुहाइवरी 6 बजे सुते पनि 7, 7:30 तिर उठ्नु होला बल्ल। अनि खाना खाइवरी यस्तो किताब सुन्न मन लाग्यो, किताब छोयो, नत्र सुते नि। आँखा कस्तो दुखेछ कि यार। कहाँ हप्तामा पछि कलेज गएको आज यस्तै पनि हुने रहेछ। हात दुख्यो, पाइट्यो, कस्तो हालर पो त्यो भिडियो। आयो नि हिमाल क्या बवाल देखिएछ यार अगाडि। क्यामेराबाट देखाऊँ भन्न देखिँदैन राम्रो। घाम पनि अब हिमालतिरै पुगेछन्। अस्तान बेला भएछ। घाम अस्ताएपछि नुहाउनु पनि हुँदैन। हेरौँ अमिलो भएछ मान्छे यहाँ त। त्यहाँ तिहारभन्दा अघिदेखि अमिलो पनि खानु त्यसै छ नि। छेउ कति हल्छु यो गर अमिलो खाइदिनु पर्छ कि हो। जाँदै 10 वटा टिप्नु पर्यो, अमिलो च्यापै पार्नु पर्यो। ट्याक्कै ल हिमाल देखिने ठाउँ चाहिँ आयो। देखिँदैन कि के फोनको क्यामेरादेखि, त्यही पनि हेरौँ न। तपाईँहरूलाई पनि देखाऊँ न, कसले हेर्नुहुन्छ फनक्कै। लु गाइज, अगाडिबाट गाडी आएको रहेछ क्या। मलाई भिडियो गर्न लाज लाग्छ नि। अनि म अब भिडियो टुङ्ग्याउँछु। गएर तेरिका जुत्ता यति फोहोरो भएछ नि, सेट धुनु पर्ने। लु बाई बाई।